Hi everybody, namaste, salam alaikum, good evening, adab and sat sri akal to everybody. Hope सबैजना एकदम ठिकै हुनुहुन्छ होला है। र फेरि पनि हाम्रो सानोबडे ब्लगमा हजुरहरूलाई एकदम वेलकम गर्न चाहे है। भिडियोलाई स्किप नगरिकन हेरिदिनुहोस् होला। अब किनकि यो ब्लग चाहिँ अलिकति डिफरेन्ट टाइपको छ, जसमा चाहिँ अब अलिकति पर्सनल कुराहरू मलाई अब काइन्ड अफ के हेरेर के भन्छ ऱ्यापिड फायर। ओके, ऱ्यापिड फायर टाइपको चाहिँ अब यो ब्लग हुन गइरहेको छ। सायद उसले मलाई क्वेसन्सहरू सोध्छ र क्वेसनको आन्सरहरू चाहिँ म दिन्छु है। र यसमा चाहिँ अलिकति आफ्नो मनमा भएको फिल गरेको कुराहरू चाहिँ अब एक अर्काको लागि मात्रै, अरूको लागि त केही पनि होइन। म चाहिँ आन्सर दिन्छु, उसले मलाई क्वेसन सोध्छ है। ऱ्यापिड फायर भन्दो रहेछ यसलाई चाहिँ होइन। र यो क्वेसन चाहिँ उसले बनाइसकेको छ र अन द स्पोट यो अब उसको आइडिया आएर चाहिँ सायद ऊ चाहिँ भिडियोमा आउँछ, सायद होइन ऊ चाहिँ भिडियोमा आउँदैन, किनकि अलिकति मेकअप सेकअपहरूले गरेको छैन, अलिकति त्यो के भन्छ त्यसलाई थोपेको छैन, लोपेको छैन होइन फेसतिर। त्यही कारणले गर्दा चाहिँ अलिकति ऊ साइ छ र बिहाइन्ड द क्यामेरा उहाँले चाहिँ मलाई क्वेसन सोध्नेछ र म चाहिँ आन्सर दिनेछु। र स्किप नगरिकन हेरिदिनुहोस् होला। र पहिला जतिजनाहरू पनि हाम्रो भिडियोजहरू हेर्नुहुन्थ्यो, कमेन्टहरू लाइकहरू गर्नुहुन्थ्यो, प्लिज फेरि पनि त्यही सपोर्ट र साथ चाहिएको छ है। र जतिजना पनि नयाँहरूले हेर्नुहुँदैछ प्लिज सब्सक्राइब गरिराख्नुहोस् होला है। बिचमा आउँछ भिडियो तर दामी हुन्छ, मजाको हुन्छ है, तपाईँहरूले सायद इन्जोय गर्नुहुनेछ। अलराइट, सो विदाउट वेस्टिङ आवर टाइम है, र तपाईँको टाइम पनि वेस्ट नगरिकन लेट्स स्टार्ट दि ऱ्यापिड फायर राउन्ड। सो बिफोर द्याट आई वुड लाइक टु एड वान मोर थिङ। र आज चाहिँ म मेरो सबै फोकस चाहिँ मेरो हस्बेन्डमाथि जाओस् भनेर चाहन्छु। सो आज चाहिँ एकदम सिद्धार्थलाई मात्रै फोकस गरेर चाहिँ म यो क्वेसन्सहरू चाहिँ सोध्नु गइरहेको छु है। स्टार्टिङ विथ द इजिएस्ट क्वेसन, वाट इज यर फेभरेट कलर? कलरमा भन्दाखेरि अब सबै कलर नै अब युनिभर्समा अब महत्त्वपूर्ण नै हुन्छ होइन। कुनै पनि कलर बिना चाहिँ अब यो वर्ल्ड सायद इन्कम्प्लिट भनौँ न हुन्छ हुन्छ। तर अब मेरो फेभरेट सोध्यो भने चाहिँ व्हाइट र ब्ल्याक चाहिँ मनपर्छ मलाई। ब्ल्याक एन्ड व्हाइट। अलराइट, सो द नेक्स्ट क्वेसन फर यु इज वाट इज योर फेभरेट थिङ अबाउट मी? मेरो के कुरा चाहिँ तिमीलाई पुरा मनपर्छ? अब ममा भएको चाहिँ कुन चाहिँ क्वालिटी? वाट डु यु लाइक द मोस्ट? क्वालिटी त अब सबै ठिकै छ, राम्रै छ, तर अब एउटा बेस्ट क्वालिटी भन्नुपर्दा चाहिँ तिम्रो रिलेसनसिपमा चाहिँ जुन चाहिँ त्यो अनेस्टीको साथमा तिमीले आफ्नो बेस्ट दिएको छौ। अब अहिलेसम्म इट्स बिन लाइक 12-13 वर्षको अब डिस्टेन्स रिलेसनसिप या भनौँ न एउटा रिलेसनसिपमा थिएँ हामी होइन। त्यसमा पनि अब मलाई कुनै दिन पनि त्यो फिल भएन, कुनै दिन पनि त्यो मैले त्यस्तो टाइपको अब त्यो एउटा टेन्सनै लिनु परेन कि मेरो गर्लफ्रेन्ड अब कोसँग बोल्दैछ होला, सायद मलाई छोड्छ होला, ब्रेकअप हुन्छ होला, त्यो टाइपको चाहिँ त्यो अब म ढुक्कै थिएँ। अब ड्युटी आफ्नो जब गरे पनि त्यो कहिले पनि त्यो सोच्नु चाहिँ परेन कि अब कतिजनालाई हुन्छ अब अहिले जमानै त्यस्तो छ, अब के आफ्नो दोष दिनु होइन। त्यो चाहिँ बेस्ट लाग्छ अनेस्टीको साथमा चाहिँ रिलेसनसिप, ट्रस्टवर्दी र एउटा काम एन्ड कम्पोज भएर अगाडि बढेर जुन चाहिँ लग्यो टेस्ट म्याच खेलेर धिममा सेन्चुरी भने जस्तै त्यो चाहिँ मनपर्छ, त्यो चाहिँ राम्रो लाग्छ। ओके, सो इफ यु कुड बी इन्भिजिबल फर अ डे वाट वुड यु डु? इन्भिजिबल कति एक दिनको लागि? हजुर, वान डे फर अ डे। म चाहिँ के गर्नु सोचेको त छुइनँ, तर पनि अब मैले अगर चान्स पायो भने चाहिँ एक दिन अब त्यो हराएर सायद म अब त्यो जति पनि त्यो सडेर कुहिएर बसेको त्यो
ब्ल्याक मनीहरू जतिजनाको पनि छ अब हुनु पनि उनीहरूले पनि अब मेहनत गरेर यताउता गरेर जसरी भए पनि कमाउनु त कमाएकै हो होइन त्यसमा हाम्रो केही अधिकार हुँदैन तर पनि अब उनीहरूलाई त्यो एक्सेस भएको हुन्छ नि त त्यो पैसा अब उनीहरूलाई जति चाहिने भन्दा धेरै हुन्छ त्यो पैसा चाहिँ सायद म गएर चोरेर लिएर अब चाहिँ अब जो चाहिँ एकदम अब बिचाराहरूले कोसिस गर्दाखेरि पनि अब त्यो पैसाको कमीले गर्दा होइन आफ्नो आफन्तहरूलाई बचाउनु सकेको छैन या अब त्यो फर्दर स्टडी गर्नु पाएको छैन राम्रो स्टुडेन्टहरू या कतिजनाको घरमा अब त्यो अब धेरै टाइपको समस्याहरू हुन्छ नि त बिचाराहरू नालीमा सुतिरहेको हुन्छ कतिजनाको अब घर हुँदैन कतिजनाको अब खानु धरी पनि हुँदैन घरमा अन्त त्यस्तो मान्छे त्यस्तो फ्यामिलीहरूलाई चाहिँ म कुरा सुरुकै स्टप दिएर चाहिँ एकदम राम्रो बाटोमा हिँड्दै गर्नु यो संसारमा भगवान् चाहिँ छ कहिले पनि नराम्रो बाटो चाहिँ चुज नगर्नु भनेर चाहिँ एउटा मेसेज दिएर चाहिँ सायद गर्थ्यो होला त्यस्तो चाहिँ गर्थ्यो होला ओके द्याट वाज वन्डरफुल एन्सर र नेक्स्ट क्वेसन छ इफ यु कुड इट वान फुड फर द रेस्ट अफ यर लाइफ what would it be? Rest of my life त अब जस्तै मिठो राम्रो खाना खायो भने त्यो त पोसिबलै छैन नि अब के चाहिँ खानु तर पनि अब स्यान्डविच खान्थ्यो होला स्यान्डविच टाइपको चाहिँ त्यो अलिकति कोही बेला त्यही स्यान्डविच सेप चेन्ज गरेर रोलको जस्तो गरेर कुनै दिन फ्ल्याट गरेर कुनै दिन अलिकति पफी त्यही स्यान्डविचलाई अब त्यही हो स्यान्डविच चाहिँ खान्थ्यो होला सर ओके सो वाट इज योर फेभरेट थिङ टु डु अन द विकेन्ड्स विकेन्ड्स त त्यो डिपेन्ड्स होइन के हुन्छ स्पेसली अब कोचिङमा अलिक पैसाहरू छ भने त कोही बेला अब राम्रो जग्गामा गएर तिमीलाई र या अब मेरो फ्यामिलीलाई चाहिँ अब देखाइदिनु नि त्यो कुराहरू जुन चाहिँ अब देखेको छैन हेर्नु इच्छा छ होइन गर्नु इच्छा छ आफूलाई भन्दा मलाई त के यो कुनै जिन्दगीमा त्यस्तो खासै यो गरेर खुसी लाग्छ भन्ने चाहिँ अब छैन होला भनौँ भने लुगा फाटा पनि लगायो अब घुम्नु पनि घुम्यो गर्ने चिजहरू पनि गर्यो तर आफ्नो फ्यामिली र आफूले माया गर्ने अब मान्छेहरूलाई चाहिँ लगेर यसो उनीहरूको इच्छा पुरा गरिदिनु पाएँ अब एउटा सानोबाट रेस्टुरेन्ट क्याफेमा गएर एउटा कफी नै खिलाइदिउँ या उनीहरूलाई मन परेको चिजहरू गरिदिनु पायो भने चाहिँ सायद मलाई त्यसमा चाहिँ अलिकति राम्रो लाग्थ्यो विकेन्ड चाहिँ त्यसरी बितेको र अर्को चाहिँ अब कोही बेला चाहिँ अब अल्छी लागेको हुन्छ केही नगरिकन रुममा मुख पनि नधोइकन यत्तिकै बसेर खायो बस्यो नहुँदै पनि नगर्यो बिन्दास त्यत्तिकै अब फोन चलाउँदै यताउता गर्दै त्यो पनि लाइफ राम्रो लाग्छ मलाई ओके सो इफ यु कुड स्विच लाइफ्स विथ एनी फेमस पर्सन फर अ डे who would it be and why? फेमस पर्सन त अब को भन्नु अब फेमस पर्सन चाहिँ अब कुनै पनि एकजना अब सेलिब्रिटीहरू भनौँ न कोही पनि अन्त उनीहरूको अब लाइफ चाहिँ मैले एडप्ट गरेर एक दिन चाहिँ मैले चाहिँ के हेर्न चाहन्थेँ भने चाहिँ अब हामीले हेर्दाखेरि चाहिँ देख्छ नि त कस्तो मजा के भइरहेको छ तर तिनीहरूले त्यो मजामा त्यो एउटा लेभलमा पुगेर पनि कतिवटा उनीहरूको डिसएडभान्टेजहरू चाहिँ रहेछ त्यो हेऱ्यो भने चाहिँ सायद आफ्नो लाइफ चाहिँ अझै खुसी लाग्थ्यो होला सायद त्यो चाहिँ मलाई त्यो चाहिँ सायद भ्यालु त्यो चाहिँ फिल गर्थ्यो होला कि अब उसको लाइफ एक दिन जिएर चाहिँ कतिवटा डिसएडभान्टेज अब उसले फ्रिली हिँड्नु पाउँदैन आफ्नो फ्यामिलीसँग अब टाइम स्पेन्ड गर्नु पाउँदैन या भनेको जस्तो खानु पाउँदैन अब धेरैवटा कुराहरू छ अब कतिवटा टेन्सनहरू अब मेरो यो जुन चाहिँ फेमहरू अब झर्छ कि घट्छ कि सोसियल मिडियामा दुनियाँले अब गाली गलोच जति नै राम्रो जसलाई पनि गरिरहेछ नि त त्यस्तो त हामीले फिल गरेको छैन नि त त्यो चाहिँ सायद म
फिल गर्न चाहन्थेँ होला र त्यसको बादमा चाहिँ आफ्नै लाइफ चाहिँ अब के भने चाहिँ अब इजी लाग्थ्यो होला त्यो चाहिँ अब सायद मलाई मन पर्थ्यो होला